वैशाखलाई न्यू इयर किन बनाएको रहेछ भन्दा चाहिँ ओ माई गड मलाई थाहा भयो यार साथीहरु। कस्तो तरिका बेस्ट आफ्नो चाक नआयो नि पुडाको चाक छ। बाइकमा चाहिँ मेरो सासू आमालाई घुमाउने इच्छा छ। यहाँ त ल म त नपाएर सुतिरहेको छु त नि केही बनाउन आँटेको जस्तो छ साथीहरु। Hi guys, it's Bhavna Shrestha and welcome back to our channel. I hope तपाईहरु सबैजना सन्चै हुन्छ भन्ने आशाका साथ चाहिँ फेरि पनि न्यू डे न्यू ब्लग लिएर आइसकेको छु। अनि तपाईहरुले थाहा पनि पाइसक्नु भयो होला म कहाँ छु भनेर। म चाहिँ गच्छा घरमा छु। सो अनि अहिले चाहिँ यो गच्छा मतलब गाउँतिर चाहिँ के चाहिँ पर्याप्त मात्रामा फलिरहेको छ भन्दाखेरि देख्न सक्नुहुन्छ आलु है। सो आलु चाहिँ अहिले गाउँभरि छ्याप्दै फलिरहेको छन्। अनि यहाँनेर हुनुहुन्छ मेरो यहाँ सबैजनाको प्यारो ज्वाइँ साहब होइन। उहाँले चाहिँ बिहान बेलुकै आलु खाएर चाहिँ मोटाइसक्नु भइसकिसक्यो। सो म चाहिँ अलिकति टेन्सनमै छु धेरै मोटाएर वार्म अप गरेर आउनुपर्छ। अनि आलु चाहिँ मलाई एकदमै खान मन लागिरहेको थियो। अनि आलु एकदमै खान मन लागिरहेको बेलामा चाहिँ यस्तो गाउँतिर आएर आलु मस्त चटनीसँग चाहिँ गम गम खाने हो है। हिजो अस्ति आएदेखि म चाहिँ आलु नै खाइरहेको छु खाजामा। अनि आलु चाहिँ अलिक त्यो हुन्छ नि हरियो खोर्सानीसँग चाहिँ अनि लसुन लाएर हरियो खोर्सानी लसुन नभए हरियो अकबरी खोर्सानी भए पनि भयो झन् दामी होइन। मिक्स गरेर टक्क चटनी बनाएर अनि आलु तासेर खायो भने चाहिँ एकदम टेस्टी हुन्छ। हामी जस्तो लुती मान्छेलाई पनि राम्रो हुन्छ होइन। कति बज्यो 4 बज्न लागिसक्यो। अनि इटरी नजिकै चाहिँ हाम्रो एउटा त्रिवेणी भन्ने एउटा के छ रिसोर्ट छ होइन। अनि त्यहाँनिर चाहिँ हामी घुम्न जान लागेको। अटो अङ्कललाई फोन गर्छु र अटो अङ्कलसँग जाने हो मम्मी म अनि ज्वाइँ साहब जान लागेको। त्रिवेणी चाहिँ म फर्स्ट टाइम जान लागेको। हाम्रो अब नजिकै हो त्यही भएर अब नजिकैकोलाई हेला गरिन्छ भन्छ नि त। त्यही भएर चाहिँ हेला भइरहेछ। तर राम्रो चाहिँ राम्रो छ भनेर सुनिरहेको थिएँ। अब चाहिँ जाने हो कस्तो के छ तपाईहरुलाई म भिडियो मार्फतै देखाउने छु है त। अहिले त नि के भइरहेछ साथीहरु आलुकै अचार आलुकै सब्जी आलुकै एभ्रिथिङ होइन। म त यहाँ कस्तो पेट बिग्रिनु खोज्दै छ कि आलु बेस खाएर जस्तो लागिरहेछ। त्यही पनि खान्छ नछोड्ने हो नि। फेरि यो खालको चाहिँ मनपर्छ कि मलाई चाहिँ यो आलु उसिनेर अचारसँग चाहिँ लास्ट मनपर्छ। सो म चाहिँ खाएको ल आज त सानो भयो मम्मी मिठो कालै कालो लुगा लगाएर चाहिँ कहाँ जानुको अलिक रङ्गिल चङ्गिल लगाउनु त बोक्सी। अघि दिउँसो जाने भनेर म साडी लाउनु भन्दै थिएँ। बेलुका हिँडेपछि के गर्नु। अब चाहिँ हामी निस्केको लाग्यो उता पछाडिपट्टिको ढोका लगा 5 बजे हिँडिँदैछ। पाउँदैन अनि लगाएको हुन्छ आइदिएको छैन स्कुटीमा जानु आँट्यो भने कस्तो कराउँछ। स्कुटीमा चढेर घुमाइदिनु स्कुटीमा घुमाइदिनु पर्यो मेरो साथीलाई भनेर सोचिरहेको थिएँ। हाम्रो खोज्छ क्या त्यही भएर नि भइरहेको साथीहरू हाम्रो बाटो है। यहाँ पुल बन्दैछ नि त त्यही भएर यसरी अर्को बाटोबाट जानुपर्छ। अनि धराप छ अर्को बाटो पनि खाल्टा र कुटो पिङलिङै पल्टी जाला जस्तो लाग्छ। त्यही भएर डर लागिरहेको छ। सफारीमा चढ्न पनि डर लाग्छ मलाई त कस्तो त्यो बाटोमा। हामी जाँदैछौँ प्रवेश गर्दैछौँ त्रिवेणी जाने बाटो। रिसोर्ट बन्द भनेको सुन्छु त ज्वाइँ साहब। खप्पर त लिएरै आउनु भएको रहेछ नि। बल्ल बल्ल यस्तो गाउँतिर यसो घुमाउन लिएर जाउँ भनेको अन्त हो बाटोमा चाहिँ रिसोर्ट बन्द छ भन्ने खबर पायो। त्यही पनि कन्फर्म गर्न चाहिँ हामी जाँदैछौँ। देखिहाल्नु भयो होला बन्द पो रहेछ त।
घुम्न आउनलाई पनि खप्परमा लिएर आउनु पर्ने हुन्छ कि त्यही भएर बन्द साथीहरू खै के हो यहाँ छैन केही त छैन जस्तो छ अनि के थियो बन्द के गरेर चलाएर बस्नु बरु मेरो नाम गर्ने भने म चलाउँछु हौ भन्ने बेला साथीहरू घुम्न आएको के गर्नु हामीले त आफ्नै गाउँमा बाटो बिर्सिसक्यो अब यो खोलागढी हेर्दै हिँड्ने बेला भइरहेको छ अब बाटो बिर्सिन आँटिसकिसक्यो हरायो ल आफ्नै गाउँमा हरायो है अब चाहिँ अब मलाई चाहिँ गाउँमा बस्छु भन्न लाज भइसकिसक्यो ल साथीहरू अब चाहिँ म आफ्नै गाउँमा हरायो पनि हामी खोजेरै भए पनि पुग्न त पुग्छौँ कि तर पनि हरायौँ हामी यस आयो हामी त्यहाँ गोकुलमा साथीहरू बल्ल बल्ल कि बन्द भइसक्यो गोकुल बन्द भइसक्नु अरे ल हामी राति हुँदै अब घुम्न आइसकिसक्यौँ गोकुलम अघि आइपुग्थ्यौँ कि घुमेर हामीले त टाइम वेस्ट गरिहाल्यौँ अब फाइनल्ली गोकुलम चाहिँ छिरिसकिसक्यौँ बल्ल बल्ल खोज्दा भेटेर होइन लाउनु टिकट लिनु हौ टिकट ल तपाईँलाई त घुमाउँदा गोकुलमा त उडास लाग्यो जस्तो सदा नि के हो यस्तो मम्मीले कस्तो दामी बनेको छ भनेर लिएर आउनु भएको रहेछ नि उडास लाग्दैछ त नि के हो यस्तो झन् यस्तो खुसी बनाउनुलाई घुमाउनु लिएर आएको अरे के हो यो खुसी हुनु हुँदैछ नि यस्तो दामी सनसेट छ यस्तो दामी हरियाली छ यतिको त हुन पर्यो होइन यहाँ पानी झर्थ्यो खै पानी ल अब बर्खामा आफै पानी पर्छ नि आफै भरिन्छ आफै निस्किन्छ भनेपछि यो फेमस छ नि पहिलाको भाइरल यहाँ आएपछि यहाँ फोटो खिच्न नजाने कोही हुँदैन थियो त्यस्तो हामीले नि खिचेको फेरि पानी नै रहेन रहेछ रास लाग्दो रहेछ त भाइ ल हौ कस्तो बेलामा घुमाउनु ल्याएछु नि भूत अब चढ्नुहुन्छ तपाईँ चढ्नु त जानु त्यो बन्द गर्दा के भयो माथिबाट उक्लिहालिन्छ नि माथिबाट उक्लेर जान्ने भएर जाने भएको अरे भयो झरिरहेको अरे कि यस्तो उडास लाग्दो के हो यस्तो केही सफा गरेको रहेछ भर्खर त सुरु गर्न आँटेको जस्तो छ अबको 1 महिनापछि आयो भने चाहिँ यिनीहरू सबै सफा हुन्छ अनि घुम्नको लागि बनाएको हुन्छ सायद मेरो मस्कारा हेर्नु त कस्तो राम्रो देखेको है यो चाहिँ ओन्ली 400 को मस्कारा हो तर पनि राम्रो रहेछ यस्तो फोहोर छ यस्तो फोहोरमा यसरी सेल्फी हान्नु साथीहरू लाज हुन्न ओ नो कहाँको घुम्नु सफा गर्नु पो आउनु पर्ने जस्तो लुगा लाग्यो अनि उयो त पानीहरू आएको भए यस्तो उयो गरेको भए चाहिँ राम्रो देखिन्थ्यो पानीहरू केही नै रहेन यहाँनिर चाहिँ के गर्न आँटेको थियो होला मम्मी यो यसपालि गर्छ होला है यहाँनिर केही बनाउन आँटेको जस्तो छ साथीहरू अबको 2-3 महिनापछि आयो भने चाहिँ यो सबै अर्कै भइसकेको हुन्छ ए अहिले त फेरि चैत वैशाख लाग्यो नि त चैत लाग्यो सबै पातहरू झर्छ नयाँ वर्षतिर चाहिँ बनाइसक्छ होला नयाँ वर्ष उयो गर्ने गरी अब यो कहिले हो पलाउने मम्मी झारपातहरू अब यो वैशाख यो चैतमा सबै झर्छ नि त पातहरू अनि झर्सकेपछि नयाँ पलाउँछ नि नयाँ ए यो वैशाख पनि किन चाहिँ हाम्रो न्यू इयर चाहिँ किन राखेको जस्तो लाग्दैछ भने नि मलाई अहिले आएर ठ्याक्कै मेरो दिमागमा के आयो भन्दाखेरि चैतमा सबै झर्छ अनि नयाँ के अरे वैशाखमा सबै मौलिन्छ त्यतिखेर नयाँ वर्ष राखेको जस्तो छ है के हुन्छ के पौलिन्छ भनेको मौलिन्छ भनेको चाहिँ के हो मौलिन्छ भनेको मौलिन्छ यस्तो मौलिन्छ भनेको त यस्तो मल लगाएर मौल
के भन्छ त्यो पत्ता पलाउँछ भने नयाँ पलाउँछ नयाँ पलाउँछ एभ्री कुरा नयाँ पलाउँछ रुख हरियो रुख रुखहरूबाट पनि सबै के अरे यो रुख बिरुवाहरू सबै नयाँ पलाउँछ नि त त्यो भएकोले गर्दाखेरि चाहिँ नयाँ वर्ष चाहिँ वैशाखमा राखेको जस्तो लाग्यो क्या ओ माई गड यो कति कुरा कतिजनालाई थाहा छैन होला मैले अहिले क्या दामी कहाँबाट मेरो दिमागमा आयो तपाईँहरूले पनि सिक्नुभयो होला होइन ल ठिक छ यतिको त हुनु पर्यो यहाँ घुम्न आएपछि यतिको त हुनु पर्यो नि त होइन यतिको ज्ञान त आउनु पर्यो नि हामीलाई होइन त तपाईँलाई पनि त्यस्तो लाग्यो अहिले आएर साइन्टिस्टलाई पनि थाहा थिएन होला यार मलाई पनि त्यस्तै लागिरहेको छ सरी ओ माई गड वो जमानामा त के अरे हाम्रो पुर्खौली बाजे बोजूहरूले सोचेर त राखेको रहेछ वैशाखलाई न्यु इयर किन बनाएको रहेछ भन्दा चाहिँ ओ माई गड मलाई थाहा भयो यार साथीहरू कहाँबाट थाहा भयो अब रुटिन अफ नेपाल बन्दमा लेख्नु पर्ने हुन्छ यो चाहिँ मैले सोचेको कुरा हो भनेर है ल ठिक छ अब हामी जाँदैछौँ डुबेको आदि टाइटानिक नाउ हो यो चाहिँ जस्तो भाँचेर डुबेको टाइटानिक नाउ थियो त्यस्तै नै यो बन्दै गरेको टाइटानिक भएको छ किन भन्दाखेरि यो टाइटानिक नाउ आदि बनाउने भनेर चाहिँ पुरै फेमस भएको थियो लास्टमा त नबन्दै आदिमा इन्कम्प्लिट भएको छ है त्यो भएकोले गर्दाखेरि चाहिँ त्यो टाइटानिक नाउ चाहिँ जस्तो टाइटानिक नाउबाट सुरुवात भएको थियो त्यस्तै नै भयो यो इन्कम्प्लिटेड अनि त्यसपछि रहेको छ अन्त कस्तो दामी यार कोलाको पत्ता छ माथि चाहिँ तल चाहिँ त्यो के हो हान्ने सिङको गोरुको सिङ जस्तो फलिरहेको छ त त्यो पनि अनि त्यसपछि रहेको मम्मी ऊ त रातो रातो के पो हो भन्छ यसलाई बटको कपास होइन हाम्रोतिर फल्थ्यो त हौ मम्मी यो ए होइन पो रहेछ अमिलो अमिलो ल त्यसको नाम त के थियो त्यो त खै के हो भने त्यो अमिलो अमिलो हुन्थ्यो कि त्यो खाने थियो क्या रातो रातो बिर्स्यो त्यसको नाम यस्तो नर्सरी बनाएर खाने खै के हो त्यो थाहा नै छैन अमिलो हुन्थ्यो हामीले खाँदा त अनि यहाँ लिची फल्दै रहेछ यो चाहिँ अन्त हो बाटोमा होइन अनि यो चाहिँ हुँदैन लास्टमा फलो भने चाहिँ सिद्धिन्छ ल फल्दा फल्दै यस्तो हुन्छ देख्नुभयो अम्मामा उडाट लाग्दा त के हो जस्तो धार त मैले नचिनेको भाइ फुल्दा मात्रै चिन्ने कि अनि चाहिँ जिप लाइनको टावर हो है वहाँ परदेखि यहाँ आउनुपर्छ अस्तिको पालि आउँदाखेरि चाहिँ चढाएको थियौँ अनि टेक्ने पनि रहेछ नि उयो हेर्नु हेलो टेकेर माथि जाने पनि रहेछ उता हेर्नु कहिले बनेको थियो नि थुप्रै भइसकेको छ अब त्यहाँ टेक्न पनि घिन लाउने आफै नयाँ बनायो भने मात्रै हो नभए यस्तोमा कहिले टेक्छ हौ छ्या रोगै लाग्छ मेरो खुट्टामा त त्यसै त त्यो सक्छ अलिकति धेरै टाइमसम्म लगायो भने चिलाउनु थाल्छ त्यो के हो कसरी सुताइदिएको हो यो केटी मान्छे त बिचरा टाट भएर चाहिँ यो बनाउने यो के सन्देश दिनु खोजेको यस्तो अन्त त्यसरी सुताइदिने हो लम्बा पारेर यहाँ त लम्बा पारेर सुताइरहेको छु त नि के भन्नु ऊ मम्मी लिएर आउने एउटा चोरेर कस्तो दामी उयसको जस्तो रोज फुलको बिरुवा यति नै रहेछ यहाँको चाहिँ माहौल हेरिसक्नुभयो होला कस्तो के रहेछ भनेर तपाईँहरूले देखिहाल्नुभयो होला यति नै छ यस्तै छ यहाँको माहौल सो अब हामी निस्केको एक राउन्ड लगाएर है 20 रुपियाँ चाहिँ लिनुपर्ने क्या 20 रुपियाँ चाहिँ लिनुपर्ने अब 1 महिनापछि आउनु अब 1-1.5 महिनापछि आउनु न त्यसपछि भइहाल्छ त राम्रो 200 रुपियाँमा त्यो दुईटा पिङ खेलेको पनि ठिकै भयो है रमाइलो भयो त्यो चाहिँ राम्रो थियो नि ह्याप्पी ल्यान्ड त राम्रो छ नि त त्यो त मान्छे पनि पुरा धेरै थियो नि त मगाउनु त फ्लेभरमा जस्तो यो यस्तो निकाल्ने खानु पर्यो त्यो मिठो हुन्छ त्यसो खाले खानु पर्यो म चाहिँ किनिदिनु त तपाईँ त्यो खाने हो पिङ्क
खान्न हो म त अर्को वाला खान्छु कस्तो उतै मिठो हुन्छ होला नि त्यो चोको मिठो हुन्छ होला नि चोको खानु यो म नखादिनँ म यो खान्छु उत्तरी ठकाउ यहाँ मम्मी चस खानु पर्यो त अब होइन खाकोला भयो 5 मिनटमा घुमेर फर्केर हिँडेको ल अब घर गएको ल मम्मी मजा आयो एकछिन भयो नि दिमाग फ्रेस भयो भएन हौ अब मेरो अब के इच्छा छ भन्दाखेरि अब टक्कसँगले बाइकमा चाहिँ मेरो सासू आमालाई घुमाउने इच्छा छ बाइक तर पोखरामा किनिदिनु पर्यो नि त पहिला यहाँबाट लान्छ त्यस्तै हो न तपाईँले कुदाउने न मैले कुदाउने मै किन्न पर्ने हुन्छ त्यो भएकोले गर्दाखेरि पोखरामा बाइक झुक्यो भने चाहिँ म मेरो सासू आमालाई बाइकमा घुमाएको आफ्नो इच्छा पुरा गरेको भिडियो बनाउने छु साथीहरू ओके अब गएको ल हामी आइपुग्यौँ हाम्रो गछिया अब यहाँदेखि जानुपर्ने हुन्छ घर जस आफ्नो चाक नआयो नि पुडाको चाक छ पङ हान्दिने हो मार्दिन् यस्तरी हान्न पाइन्छ कि पङ हानिदिन्छु लड्यो भन्छ नि हुन्छ गाडी हुन्छ हेर्नु नराम्रो यस्तो केटाकेटीसँग बिहे गरेर नि यस्तै हुन्छ कि चुटो लाउने नेचुरेटी भनेको हुन्छ नि नेचुरेटी देखाउनु पर्ने हुन्छ केटाकेटी जस्तो बिहे गरेर हुन्छ जहिले दिपिकाले अघि मेसेज गरिसकेको मैले नआउने अरे ज्वाइ त माछा मान जानु भयो अरे विश्व अङ्कलसँग अनि त्यही भएर सामान कुदिरहेको पहिला आइस जानु नआउने हौ माछा मार्नु त्यही त्यत्रो खोलाइ होला त्यसले माछा नमारि त्यसको दिन जान्थ्यो पहिला अहिले लिएर जा भन्नु नि अब पर गएर हामी अटो सफारी गर्छौँ अनि जान्छौँ ल वेलकम छ हजुरलाई घरमा हामीले त्यत्रो बाटोमा पर्खिँदा गरेको आएन नि त अनि बल्ल आइपुगिराख्नु भएको छ यहाँ बाउलाई चाहिँ उहाँ बिहेमा जानु भनेको घुर्की देखाएर लु त्यो पैसा फिर्ता ल्याउनु यहाँ पैसा फिर्ता ल्याउनु कक्षाको बेमा Sorry, I'm so sorry, यार पंगा यस्तै लाग्यो झिङ्गा यस्तो मच्छर यस्तो बुवाले गर्दा क्या तिमी उयो गर्नु रुको कि अन्त सँगसँगै आइपुगेर रहेछ त नि किन अनि ल हामी चाहिँ आइपुग्यौँ साथीहरू सो अनि आजको भिडियो चाहिँ यस्तै रहेको छ होइन सिंह गयो सिंह आयो है हामी चाहिँ घुमेर घुमफिर गरेर सबै गरेर आएर चाहिँ अब माथितिर लाग्यो अन्त सिंह गयो आयो मेरो स्यान्डीले अब यति कराउँछौ तिमी यति माया गर्छौ नि मलाई आमा हो यसलाई मैले लेडी बनाइदिइरहेको छु नि त लेडी साथीहरू हेर्नु त यहाँ पिङ्क कलरको लुगा लगाएर लेडी बनाइदिएको छु जाडु लिएर आइज यसलाई खोलिदिउँ खोलिदिउँ त यहाँ डुलेर आउँछ अरे हो मलाई
कस्तो एक्लै एक्लै गेम हेर्नु परेको म नि हेर्छु त तिम्रो घुम्ने ठाउँ पनि घुम्ने हो त्यस्तै रहेछ होइन कस्तो त्यही अघि गएको जस्तो कस्तो अघि गएको यस्तो त्यो अघि घुमाउनु लाग्यो नि मलाई त्यसो हाम्रो घरबाट बाहिर निस्किनु बित्तिकै हुन्छ त झाडी साडी पानी हजुर पर्खिनु न रुख बिरुवा हुन्छ हुन्छ त्यस्तो घारी सारी दारी यस्तो यस्तो यस्तोलाई यस्तो हुन्छ भन्दैन तपाईँको घर बाहिरै हुन्छ अचम्म घरबाट 5 मिनेट नै आइहाल्छ खप्पडमा लेखेको हुनु पर्यो नि त खप्पडमा लेखेको हुनु पर्यो नि त नि के लेखेको अब के भन्न चाहन्छु भने यो प्लान हुन्छ नि प्लान स्विमिङ पुल गर्ने हो त्यो चाहिँ खतरा छ त्यहाँ लान्छु ल त्यो राम्रो छ कि त्यो साँच्चै नै राम्रो छ कि त्यहाँ लान्छु अनि त्यहाँ लानु पर्यो मलाई क्या बेचा धान यार सोल्टाले बेला बेचा धान त के गर्नु नि आजको भिडियो चाहिँ यति नै रहेको छ कस्तो के लाग्यो तपाईँहरूलाई है कमेन्ट मार्फतमा भनिदिनु होला अनि अब चाहिँ हामी नेक्स्ट भिडियोमा भेट्नुपर्छ है त बाई बाई सबैजना स्वस्थ रहनु होला व्यस्त रहनु होला अनि खुसी रहनु होला